बेलुकाको घाम अवस्था यससँग आफ्नै करेसा बारीको त होइन यो कसो कसो करेसा बारीबाट बलेर कालीमारी बजारमा आएपछि कालीमारी बजारबाट सिनामङ्गल बजारमा आएपछि सिनामङ्गल बजारमा गएर पसलेले किनेर लिएर आएपछि पसलमा गएर किनेर लिएर आएको यो मुलाको साग देख्न सक्नुहुन्छ। आफ्नै करेसा बारीमा त काँडो पाउनु छैन। यो मुलाको डाक्रा देख्न सक्नुहुन्छ। यसरी खानुपर्छ। अर्ग्यानिक खानुपर्छ। आफ्नै करेसा बारीमा फलेको यो लसुनको टुक्रा देख्न सक्नुहुन्छ। यसरी खानुपर्छ। त्यसै गरी आफ्नै करेसा बारीमा लगाएर 1 वर्षपछि एउटा मात्रै फलेको खुर्सानी देख्न सक्नुहुन्छ। यसरी खानुपर्छ। त्यसै गरी एकदम पिरो भइरहेको छ मलाई। आफ्नै करेसा बारीमा रोपेर फलेको यो टमाटर देख्न सक्नुहुन्छ। यसरी खानुपर्छ। देश तथा विदेशबाट जहाँबाट जुन सहरबाट हेर्दै हुनुहुन्छ आउनुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। कमेन्टमा आएर हाहा हुहु हे गर्दै गर्नुहोला। म भने आफ्नै करेसा बारीमा त कहाँ पाउनु छैन। आजको करेसा बारीमा फलेको सबै थोक किनेर ल्याएर खाँदै भिडियो हाल्दै गर्छु। तपाईँहरू लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। आफ्नै करेसा बारीमा फलेको काँडा भएर उम्रिएको बिरुवामा फलेको यो लेमन देख्न सक्नुहुन्छ। कागती विश्वको जुनसुकै सहरबाट, गाउँबाट, सागरबाट जहाँबाट हेर्दै हुनुहुन्छ आउनुहोस्, सबैजना लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, फलो पनि गरेर फलो बढाएर जानुहोस्।